कसरी ह्यापी बर्थडे भन्नु Happy birthday to you, Bimadu. अनि बास्ताले भन्नु पर्दैन लु अब खोइ कसलाई दिनु पर्ने बुवालाई मम्मीलाई मामा आइजलाई पहिला लु बर्थडे को होइन बर्थडे बोय ताली ताली मामा जानु बुवालाई मम्मीलाई खुवाइदेऊ न सबैभन्दा जेठो भएको अनि बुवा मम्मी भन्दा माथि को हुन्छ त्यसकै ऊ लगाइदिनु न कहाँ मलाई चल्दै हो नगर्न मेरो कपाल उक्लियो भने तँलाई गालामा नाकमा दल्दिनु भएको छैन म पनि दल्दिन्छु पक्का अस्ति मेरो बर्थडेमा दल्दिनु सबै निकालेर केकमै मुख गाडिदिनु पर्ने खतरा हुन्छ होला त्यसरी त जानु चाहिँ म जेठो भएको ल है आशीर्वाद त अघि दिएको जेठ चाहिँ नकटोस् होइन ओइ म भएपछि बिप्लव दादाको हुँदैन ठुलो भयो पर्दैन अरू चाहिँ केही काम गर्नु पर्दैन दिदी पर्दैन काट्ने नआएको भयो मान्छे ए उसलाई नखुवाई पो आफै पो खाइयो त जन्मदिनको धेरै धेरै शुभकामना काम पुरा होस् दशा गरेर सबै कट्योस् यहाँ पुरै रातभरि नाच्न पाइयो चाँडै काम पुरा होस् विप्लवले कोही थिएन तिम्रो पालो जानु खुवाउन यसो दल्दैन त्यो अहिले नपुछिहाल है अनि ट्याक्कै फोटो देख्नु त्यो त मुख ट्याक्कै पुछेर मुखमा हाल न कस्तुरी काट्ने अरे यसरी ओहो लुलो खोइ दिन्छ भन्छौ
आमामा अनमोल त यो त मस्त सुतेको थियो त मस्त सुतिरहेको थियो कि क्या हो ममल दल्दैन अलि फेनले नै नानीतिर चाहिँ अन्त छेउको टिपेर गल्नु भइगयो नि त्यसलाई पनि लो कता कता दल्दिँदैछ मैले त खुवाइदिनु पनि बिर्सेछु अब खाएको हात जेठा